गुड मर्निङ। हिजो राति चाहिँ यो दही जमाउन राखेको मस्त दही जमिसकेको छ गाइस, हेर्नुस् मजाको। हजुर आफ्नै घरमा दही जमाउन सक्नुहुन्छ है। यो चाहिँ जवानाको पानी, यसले चाहिँ अब म तताउन लगाउँछु। डेली बिहान उठ्दै बित्ति पहिला चाहिँ जवानाको पानी तताएर तता पानीमा जवानाको पानी पिन्छौँ। हेर्नुस् यो जवानाको पानी। यो चाहिँ सिया सिड्स हो गाइस, सिया सिड्सको पानी पनि खान्छु मैले बिहान बिहानै। अनि चाहिँ सिया सिड्सलाई चाहिँ राति म भिजाउन हालिराख्छौँ, अनि बिहान चाहिँ मजाले सिया सिड्सको पानी एक गिलास खाली पेट पहिला जवानाको पानी तातिदिएसम्म चाहिँ यो सिया सिड्सको पानी चाहिँ मैले पिइहाल्छु गाइस। गाइस यो दुध अनि केरा हालेर मैले चाहिँ मिल्कसेक बनाउन जान्छु। मैले चाहिँ केटाकेटीलाई चाहिँ बिहानको नास्तामा चाहिँ यो दिन्छु कहिलेकाहीँ। यो चाहिँ प्रोटिन हो, म यो प्रोटिन चाहिँ घरमै बनाएर राख्छु। यो प्रोटिन चाहिँ यसमा हाल्छु। म यो प्रोटिन कसरी बनाउँछु एक दिन हजुरहरूलाई यो रेसिपी चाहिँ म सेयर गरौँला गाइस। गाइस मसँग जुसर मसिन छैन, म यसै नर्मल मसिनमै चाहिँ जुस बनाउँछु। मेरो बाबुहरूलाई चाहिँ यसमै जुस बनाएर दिन्छु। गाइस ब्ल्याक कफी चाहिँ मेरो रेडी भइसकेको छ। हेर्नुहोस् ब्ल्याक कफी, म ब्ल्याक कफीको बिग फ्यान हो है गाइस। अब म खानामा कद्दु बनाइरहेको छु, कद्दुलाई कटिङ गरिरहेको छु। हेर्नुहोस् हजुरहरूलाई कद्दु कस्तो लाग्छ भन्नु होला है गाइस। ढड्डी साग हो कि नल्ली साग हो? हजुरहरू यो सागलाई के भन्नुहुन्छ? हामी चाहिँ यो सागलाई चाहिँ हेर्नुहोस् त, यो सागलाई हामी चाहिँ नल्लीवाला साग भन्छौँ। हजुरहरू के साग भन्नुहुन्छ? यसको नाम के हो भन्नु होला है गाइस। मैले लसुनलाई हल्का ब्राउन हुन दिनु पर्यो है गाइस। अब चाहिँ मैले यसमा रातो खुर्सानी हालेँ। यो चाहिँ सागमा चाहिँ अलिकति तेल धेरै हाल्नुपर्छ गाइस, एकदम मिठो हुन्छ है यो साग। रातो खुर्सानीलाई पनि हल्का ब्राउन भन्दा पनि ब्ल्याक भनौँ होइन। मजाले हल्लाउनु होला गाइस। हेर्नुहोस् त मेरो साग क्या राम्रो बन्दैछ। वाउ। जुन चाहिँ साग थोरै अलिकति उभइसकेपछि हाल्छु गाइस माथिबाट, अनि पछि चाहिँ मजाले चलाइदिन्छु एकछिन। अब यो चाहिँ मेरो यो कद्दुको तरकारी